ए बाबा मेरो भाइ म अरू जस्तो होइन नि त मेरो त व्यापार छ मेरो त सबै कुरा भारतबाटै ल्याउनुपर्छ इक्विपमेन्ट हस्पिटल इक्विपमेन्टदेखि लिएर सामानहरू सबै भारतमै जानुपर्छ विद्यार्थीहरू भारतकै पढ्न आउँछन् तपाईलाई पनि भारतबाट परिचालित भन्छन् के बाबा मेरो घरै बोर्डर भारतको बोर्डरमा छ त्यो होइन क्या मलाई भारतको सहयोग चाइनाको सहयोग चाहिँदैन राज संस्था स्थापना हुन र हिन्दू राष्ट्र जोगाउनको लागि र यो देश जोगाउनको लागि त नि नेपालीको सहयोग चाहिन्छ नेपालीहरूको सहयोग चाहिन्छ नेपालीहरूको देश हो कि होइन नेपालीहरू त यहाँ बालन कोही ओलीका हेर्नुमा जगतमा हाना त्यो त्यस्तो नेपाली बिकिसके नेपाली एउटा कुरो मैले अस्ति भन्न नेपालीले कोनी के खान थाले यो देशमा अब हामीले हाम्रै देश सक्ने ठाउँमा गएर चुनावमा भोट हाल्छौँ भने हामीभन्दा अपराधी कोही हुँदैन मैले त्यही भएर भात खाने जनता छ भने त्यसले यो पल्टको चुनावमा भाग लिन जाँदैन साँच्चै भात खाने हो भने अब अरूले चिज खाने हो भने त गएर भोट हाल्छ अब भात खाने जनताले गएर भोट हाल्दैन मेरो यो एकदम अर्ग्यानिक बाटोमा भनेको छु है कुरो बुझ्नुभयो कि नेपाली भाषामा हामीलाई न्यू वर्ल्ड अर्डर होइन राज संस्था चाहियो ठिक छ त त्यसले गर्दाखेरि अब यो एकछिनलाई हामीले एउटा कोर सभा जस्तो गऱ्यौँ अब हामी देशभरि यो अभियान लिएर जान्छौँ जस्तो हाम्रो 16 गते लाहानमा कार्यक्रम छ 19 गते चितवन छ 24 गते बिरगञ्ज छ हामी देशभरि जनतालाई तपाईँहरू भात खाने हो कि अर्को खाने हो भनेर बुझाउँदै जान्छौँ बुझाउनु पर्यो नि त तर मैले बुझाउन थालिकन धेरै मान्छे बुझ्न थाल्यो नि त हामीले बुझाउन थालेपछि त्यसमा पनि अब हिजोदेखि के चाहिँ भयो भने हिजो राजा र हिन्दू राज्य भनेर रोटी साट्नेहरू फेरि गइहालेछन् एउटा कुरो राप्रपाले मात्रै चुनावमा भाग लिएको थिएन भने यो चुनाव हुँदैन थियो मेरो भनाइ के भने पहिला राज संस्था स्थापित गरौँ अनि चुनावमा जाउँ न भनेको उनीहरूलाई हतार चुनावमा जानु पर्यो हो कि वास्तवमा सडकमा हिँड्ने त हामी 3 जना पो रहेछौँ अहिले त एसपी साहब पशुपति खड्का म लिडरमा अरू अब जम्मै नेपालीहरू र दल अब अर्को कुरो भन्दैछु नेपाली झन्डा दुरुपयोग नगर्नु दलहरूले तपाईँहरू दलहरूलाई नेपाली झन्डा बोक्ने अधिकार छैन तपाईँहरू हातमा झन्डा बोक्नुहोस् नेपालको झन्डा काँधमा लगाएर भोट माग्न जान पाइँदैन जहाँ भोट माग्न काँधमा झन्डा हालेर गएका छन् ती मान्छेले घोक्रिएर त्यो झन्डा खोज्नुपर्छ र त्यो हाम्रो अभियानले सुरु गर्नुपर्छ यी विदेशीका पार्टी हुन् काङ्ग्रेस पनि विदेशीको पार्टी हो एमाले विदेशीको पार्टी हो राप्रपा विदेशीको पार्टी हो माओवादी यो अहिले प्रचण्डले बनाएको पार्टी विदेशीको पार्टी हो यो के भन्छ भण्डी पार्टी त अमेरिकाको पार्टी हो यो सिधै पुछ्नुहोस् डलर पार्टी र तपाईँलाई अर्को कुरो भन्दैछु 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको वंश नाश गर्ने हिन्दूका सम्राट राजा वीरेन्द्रको वंश नाश गर्ने तिमी यही हो र 58 सालमा जसले वंशनाश गर्यो राजपरिवारको हत्या गर्यो सिंहदरबार र सर्वोच्च अदालत लाउने टिमै त्यही हो त्यही डिजाइनमा भएको यसको नायिके भनेको डाक्टर बाबुराम भट्टराई उता माथि आगा हस्पिटलमा बसेको सन्दुक रोहित कनकमुनि दीक्षित त्यो सेतो पार्टीको अमित ढकाल यिनीहरू हुन् त्यसले गर्दाखेरि यिनलाई तपाईँहरूले बाटोमा जहाँ भेट्यो नि अब हान्न के गर्नुहुन्छ यसो हेर्दै गर्नुहोस् है त्यो पश्चिमाहरूले तर यो कुरो कसो राजाहरूले बुझेर राजा महेन्द्रले बिपी र मोहन ती पुष्पलाललाई लगेर खोरमा ग्याममा खाँदेको थियो हो कि होइन र आज एउटा कुरा भन्छु म 2015 सालमा काङ्ग्रेसको विश्वास नलागेर राजा महेन्द्रले कम्युनिस्ट चाहिन्छ कम्युनिस्ट भनेको राम्रो पार्टी हो भनेर राजा महेन्द्रले कम्युनिस्टलाई 2015 सालमा काङ्ग्रेसको 2 तिहाई थियो कम्युनिस्टको 2टा सिट थियो कम्युनिस्टलाई मोलजल गरेर ल्याएको आखिर त्यही कम्युनिस्टले राज संस्थामाथि हान्यो क्या हानेको परिणाम आज केपिएलीहरू नि रुनु न हाँस्नु मर्नु न बाँच्नु भएर हिँडेका छन् मैले भनेको थिएँ नि पाप कराउँछ त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने आज एउटा यस्तो मौका आएको छ सरकारमा पनि डिप स्टेट छ सडकमा पनि
निलो झन्डा घन्टी बोकेर डिपी स्टेट नै हिँडेको छ। कति अरे पास्टरहरू कतिजना 24 जना पास्टरले त टिकटै पाएको रहेछ। यहाँ 19 जना पास्टरले त टिकटै पाएको रहेछ। अब गएर पनि नि भोट हाल्छन् भने यी नेपाली जनता अन्न खाने जनता होइनन्, अर्कै चिज खाने जनता हुन्। अर्कै चिज खाने। म भक्तपुरवासीलाई के भन्छु भने नि, भक्तपुरवासीलाई अब पनि नि यसो र उसोमा भोट हाल्न जानु हो भने तपाईँहरूभन्दा अपराधी, तपाईँहरूभन्दा पापी, तपाईँहरूभन्दा नरसङ्घारी, तपाईँहरूभन्दा अरू कोही हुँदैन। तपाईँहरूको हातमा अधिकार आएको छ, कोही पनि भोट हाल्न नजानुहोस् भन्छु म। कोही पनि नजानु। हेर्नुहोस् त सोसियल मिडिया नि यस्तो दुरुपयोग गरेको छ, सबै नक्कली फेक आइडी। क्रिस्टियानो यहाँ आइरहेको छ, क्रिस्टियानो रोनाल्डोको 17 मिलियन अरे, 17 करोड अरे, कति बालनको क्लिक गर्दा कहाँबाट कहाँ पुग्छ। यो के हो? यो संसारमा नभएको मान्छे छैन त्यत्रो। यो कसले हान्छ? अनि यस्तो गरेर नक्कली फेसबुक, नक्कली मान्छे, नक्कली गाडी, चोरेका गाडी, 2 नम्बरी गाडी चढेर चुनावमा भोट मागेर अनि भोलि प्रधानमन्त्री हुँदाखेरि हिजो काठमाडौँका फुटपाथमा गरिबले लात भेटाए। ती मोकेका ठेला गाडीहरू कसरी खेते? एउटा बिचरा आमा मोकै पोलेर भात खान पाएनन् हो। यो उसमा सुकुम्बासीले पनि भेट्छन्, खोलाका डिलमा बस्ने सुकुम्बासीले, हो कि होइन? त्यसले गर्दाखेरि म सम्पूर्ण नेपाली जनतालाई के भन्छु भने अब राजा आउने बेला भयो। सबैजना भएर राज संस्था ल्याउँ, हिन्दू अधिराज्य कायम गरौँ, त्यस पछाडि हामी चुनावमा जाउँ। हामी चुनावमा जान्छौँ, चुनावबाट भाग्दैनौँ। र यो मौका आएको छ र पर्सि महाराज धिराज जनकपुर जानु हुँदैछ। सक्नुहुन्छ भने यहाँबाट तपाईँहरू पनि जानुहोस्, सक्नुहुन्छ भने। र महाराज धिराजलाई अब हामी सबैजना मिलेर यो चुनाव हुनुभन्दा अगाडि फागुन 7 गते प्रजातन्त्र दिवसकै दिन गद्दी रोहन गराउने काममा लागौँ, हिन्दू राज्य कायम गर्ने चिजमा लागौँ, त्यस पछाडि चुनावमा जाउँ। र म नेपाल सरकारलाई के भन्छु भने अस्ति हामीसँग सम्झौता गरेका छ, तपाईँहरूले क्याबिनेटबाट तुरुन्त पास गरेर त्यो एक लागू गराउनुहोस्। एक कालो सूची फुक्का गर्ने भनेको छ, व्यापारीहरूको कालो सूची फुक्का गर्नुहोस्। 1 लाखभन्दा मुनिको ऋण मिना गर्ने भनेको छ, त्यो प्रक्रिया थाल्नुहोस्। राज संस्था र हिन्दू राज्यको विषयमा बोलेका छन्, त्यहाँ लेखेका छ। उच्च स्तरीय संविधान संशोधन आयोग गठन गर्ने भनेको छ, त्यो संशोधन आयोग गठन गर्नुहोस्। होइन भनेदेखि फागुन 1 गते हामीले आन्दोलनको घोषणा गरेका छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकै दिन चक्का जाम। चुनावको र कुरै नगरौँ न, यी उम्मेदवार गाउँका उम्मेदवार जम्मै घरमा आउँदा हुन्छ, चुनाव वर्ष मर्न तयार छ, झुनिन तयार छ, तर यो आन्दोलन छोड्न तयार छैन। यो कुरा बुझ्नुहोस्। त्यसले गर्दाखेरि सम्पूर्ण भक्तपुरवासीहरूलाई म के भन्छु भने कोरिया हिँडेका अरे होइन भाइहरू, कोरिया हिँडे अरे 9 वर्ष भयो, अहिले पनि जान पाएका रहन्छन्। जाँच पास गरेको 23 वर्षमा जाँच पास गरेको 30 वर्षको भइसक्यो मान्छे पास भयो, जानै पाउँदो रहेछ। कति पढ्ने कोरियन भाषा पढ्यो, नेपालीको छोरो कोरियन पढेर अब अर्कै भइसक्यो। ए बाबा गएर विदेशमा गएर पैसा कमाएर यो देशमा पठाउँछु भन्दाखेरि जान पाएनन्, रोएर हिँडेका छन्। भनेपछि यो सरकारको त के कुरा गर्नु, लानै मर्नु, रोएर हिँडेका छन्। त्यो पनि कति रहेछ भन्दा 12,000 युवा। यी 12,000 युवालाई निस्कन सडकमा हामी जस्तो मान्छे ठाउँमा पुगोस्। ती युवालाई बोलाएर म चाहिँ ब्याङ्कमा दुनियाँभरको पैसा छ 30 लाख बिना धितो दिन्थे, गरी खाऊ न तिमीहरू बिस्तारै तिरा भनेर। अब नयाँ प्रधानमन्त्रीले के भन्नुभएछ थाहा छ? बिना ढेउवा के बिना ढेउवामा पठाउने अरे बाहिर, फेरि टिकट फेरि भिसा। मानव कुमार नेपालले भन्थे अस्ति गएर नयाँ प्रधानमन्त्रीले भन्नुभयो। हेर्नुहोस् है, हामी के भन्छौँ भने हाम्रो युवाहरूलाई यही देशमा रोजगारी दिउँ, यही देशमा राखौँ भन्छौँ। उहाँहरू के भन्नुहुन्छ? नयाँ प्रधानमन्त्री हुनेवाला प्रधानमन्त्रीले के भन्नुभएको छ भने
ए बाबा कलेजमा 10% फ्री हामी पढाउने, स्कुलमा 10% हामी पढाउने, मेडिकल कलेजमा 10% विद्यार्थी हामी पढाउने। बालेन के भन्छ थाहा छ? मैले त 20,000 विद्यार्थी पढाएँ अरे, उसको बुवाको स्कुलमा पढाए जस्तो नि। उसको बुवाको स्कुलमा पढाए जस्तो। होइन मान्छे के साह्रो लागेको हो फेरि पछि नि, कस्तो बेकुब हो, कस्तो भेडा भनेको। गणेशमान सिंहले त भनेको थियो क्या 2046 सालमा प्रजातन्त्र ल्याइसकेपछि अष्टलो के लो अरे के लो भन्दै नि बुढालाई, लौवा पुरुष भन्थे नि। गणेशमान सिंहलाई नै हराए क्या काठमाडौँका जनताले। अनि रुँदै गणेशमान सिंहले भनेको थियो यी जनता त वास्तवमा भेडा रहेछन् भन्थे। साँच्चै भेडा रहेछन् क्या। के हो यो कुदाइ, के हो यो? बुझ्नु पर्दैन। मेरो स्कुल पनि छ, कलेज पनि छ, 10% त मैले पढाएको त। सरकारको त्यो पहिलेदेखिको नियम हो नि, अहिलेदेखिको नियम हो। फेरि पढाएको छ, त्यस्तामा हिँडेका छन्, वाउ गरेका छन्। अब विद्रोही म यहाँ पुलिस साथीहरूलाई पनि भन्नुपर्छ, पक्रिन आइहाल्छन्। भर्याङ लिएर आउँछन्, जम्मै लिएर आउँछन्। 20,000 भए पनि तल पढाउनलाई मैले अस्ति सिग्नेचर गराएँ, प्रधानमन्त्रीलाई क्याबिनेटबाट पास गराएँ। 20,000 भए पनि पुलिसको तलब बढोस् भनेर भनेपछि हामी जस्तो मान्छे के छ भने एउटा फुटपाथबाट उठेको मान्छे, दुःख गरेर उठेको मान्छे, हामीलाई थाहा छ कि दुःख सुख सबै कुरा थाहा छ। यिनलाई केही थाहा छैन। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने अब आउने चुनाव भनेको यो देशको साक्ष्य भनेको भनेदेखि कि चुनाव भएन भने देश रहन्छ, चुनाव भयो भने यो देशको अन्तिम चुनाव हुन्छ। यहाँ यो देश गाजा बन्दैछ, गाजा। र म भारतका अस्ति एकजना साथीले मलाई फोन गर्नुभएको थियो, मैले उनलाई भन्दै हिन्दीमै, तुम पहले महाराजा राजा महाराजा का गुलाम हुआ, बाद में ब्रिटिश के गुलाम हुए थे, अब अमेरिका के गुलाम होने वाला है। गुलाम तो आखिर गुलामी है, गुलामी होता है भन्दै थियो मैले एकजनालाई। भनेपछि भारतका साथीहरू के बुझ्नुहुन्छ नि, यहाँ डिप स्टेट आइसक्दा तपाईँहरू गुलाम हुन तयार हुनुहोस्। हिजो ब्रिटिस पहिला राजा महाराजाले गरेका थिए, हिजो ब्रिटिसले गरे, अब अमेरिकाले गर्छ। त्यही होइन कुरो। र त्यो भन्दै अब सन्धिहरू खारेजीको कुरा, त्यो असमान सन्धि भोलि पर्सि गरौँला कि पहिला देश जोगाउन। देश रह्यो भने पो सन्धि हुन्छ त। त्यो भन्दै म बिदा लिन चाहन्छु। जनतालाई जोगाउने, राष्ट्रिय झन्डामुनि देशमा गोलबद्ध गर्ने एउटा चाहिँ शक्तिशाली अभियन्ताको रूपमा हामी दुर्गा प्रसादलाई मान्दछौँ। त्यसकारणले राजाको पक्षमा अबबाट दुर्गा प्रसादले दायाँ बायाँ गर्नु हुने छैन। उहाँ राजा प्रसादमा गरेरै यहाँ अगाडि बढ्नुहुनेछ। त्यसकारणले मैले उहाँसँग चाहिँ प्रधानमन्त्रीसँग भेट्ने क्रममा उहाँले त्यो एउटा जनताको पक्षमा, राजाको पक्षमा एउटा जुन दृढ सङ्कल्पका साथ यो अहिले गणतान्त्रिक सरकारलाई चाहिँ एक किसिमको चाहिँ थ्रेटन दिएको त्यो शक्तिशाली दुर्गा प्रसाद पनि मैले त्यहाँ देखेको छु। उहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र हाम्रो आन्दोलन जारी, नेपालमा राजा प्रसादमा गर्ने बाटो भनेको शान्तिपूर्ण सडक आन्दोलनै हो। अर्को कुनै बाटो भोट हालेर नेपालमा राष्ट्र फर्किँदैन। त्यसकारण म भन्न चाहन्छु, अहिले चुनावमा होमिएका केही दलहरू र हाम्रो यो राष्ट्रिय झन्डा बिर्सिएर चाहिँ पार्टीको झन्डा बोकेर चाहिँ केही स्वार्थमा लागेका युवाहरू बाटो नबिराउन म अनुरोध गर्न चाहन्छु। क्षणिक लोभमा नफस्न म अनुरोध गर्न चाहन्छु। तपाईँहरूले होइन काङ्ग्रेस चाहिँदैन, एमाले चाहिँदैन, माओवादी चाहिँदैन भनेर त्यो पार्टीकाले आगो लगाएर केही पनि चाहिँदैन भनेर विध्वंस गरेर लहटेको होइन। त्यो लहटेको नेताको पछाडि, त्यही पार्टीको पछाडि अब किन लागिरहनु भएको छ? यो देश र जनताको माग के हो? यो देश र जनताको माग भनेको राजा, राजा पुनर्स्थापना गर्ने, लोकतन्त्र प्रजातन्त्र कायम गर्ने, अनि बल्ल चुनावमा जाउँला। त्यसकारणले म भन्न चाहन्छु, जनताले अब पनि आँखा नखोल्ने हो भने अहिले मैले देख्छु जहाँ चाहिँ पार्टीको झन्डा बोकेर त्यो 2000 को पेट्रोल आउँछ, 5000 को आउँछ, के अरे मासु भात पाइन्छ भन्दा अब पनि युवाहरूले बाटो भिराएको देख्छु। ती चाहिँ नेपाली होइनन्, म त्यो भन्न चाहन्छु। हामी यो आन्दोलन निरन्तर रूपमा अगाडि बढाउँछौँ। यो सुरुवात भएको छ आज दुर्गा प्रसाद आएर हामी साई वा शक्ति बिचको चाहिँ यो कार्यगत एकता भएर राष्ट्र पुनर्स्थापना गर्ने सङ्कल्पसहित अगाडि बढेका छौँ। यसलाई हामी अगाडि बढाउँछौँ। म यहाँको लामो समय लिइरहन छैन। हामी राष्ट्र पुनर्स्थापना फर्काउँछौँ, कुनै पनि हालतमा फर्काउँछौँ, गणतन्त्र फाल्छौँ। त्यसकारणले भागेको राष्ट्रपति बहिष्कार गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रोपटक गति आरोप गरौँ, त्यो भन्न चाहन्छु। र यति भन्दै म दुई शब्द यहाँ गर्न चाहन्छु। जय देश, जय नरेश, हाम्रो आन्दोलन जारी छ।
गणतन्त्रका बोली चलाएर गणतन्त्रका देवतालाई खुसी बनाउन सकिँदैन साथी। यो देश नेपाली जनताको हो, यो देश नेपाली समाजको हो। आज हाम्रो नेपाल भूमि सङ्कटमा पर्दा तपाईँ हामी यिनीहरूको छोरा बोक्दिनु पर्ने। आज मेरो देशका युवाहरू, आज 76 जना युवाहरूको टाउकोमा र छातीमा ताकी गोली ताक्ने र हत्या गर्ने अपराधीहरूलाई चुनाव लड्नको लागि यो सरकारले वातावरण बनाइदिएको छ। म यो सरकारलाई भन्न चाहन्छु, केपी शर्मा ओलीका गुलामी गरेर, प्रचण्डका गुलामी गरेर तिनीहरू शासन सत्ता चलाउने आँट गरेका छन् भने त्यो कदापि त्याग्दैनौ। किनभने यो देशमा बिल्कुल खाली पनि बसेका छन्। यो देशमा नेपाली बसेका छन्। नेपालीहरूले लेखेको इतिहास विश्वभरि हरेक युनिभर्सिटीमा पढाइन्छ। र फेरि अहिले कोट पर्व पनि सम्झाउन चाहन्छु, यहाँको बङ्गाल खाल पर्व पनि सम्झाउन चाहन्छु। फेरि यो देशमा अहिले यस्तो खालको पर्व नेपाली जनता मनाउन चाहन्छन्। त्यो पर्वमा हत्याराहरूको हत्या गरेर देशको नयाँ इतिहास लेखिनेछ र त्यो इतिहास आउने पुस्ताहरूले याद गर्नेछन् र सम्झिनेछन् कि हे साँच्चै मेरो देशमा त्यस्ता पुस्ताहरू जन्मेका थिए जसले मेरो देशको रक्षा गर्यो, जसले यो देशको विदेशीहरूको दबाउबाट मुक्त बनायो। त्यो म सम्झाउन चाहन्छु। अहिलेका दबाउ शासकहरूलाई म के भन्न चाहन्छु भने, हेर अबको लडाइँ भनेको यो देशको आमाको रगत खानेका विरुद्धमा र दुध खानेका विरुद्धमा हुन्छ। हामी दुध खाएर यो देशको रक्षा गर्नेवाला छौँ र रगत खाने नर पिशाचहरूलाई अब हामी त कुनै पनि हालतमा छोड्नेवाला छैनौँ। साथीहरू हेर्नुहोस्, नेपाली जनताले लेखेको इतिहास फेरि पढाउनुपर्छ। तपाईँ हामी साधारण पुस्तकका हामी सन्तति होइनौँ। हाम्रा वीर पुरुषहरूले कति दुःख गरेर आर्जेको मुलुक हो, कति सङ्घर्ष गरेर आर्जेको यो मुलुक हो। त्यो सम्झौँ, हाम्रा वीरहरूलाई सम्झौँ कि मेरो देश भन्दै गर्दाखेरि आज हजारौँको सङ्ख्यामा बलिदानी दिएका मेरा वीरहरूको रगत खेर जान दिने छैन। साथीहरू अबको दिनमा साँच्चै सङ्ग्राम नेपाली जनताले सुरु गर्नेवाला छन् र त्यो सङ्ग्राम नेपाली जनताले जित्नेवाला छन्। यो चुनाव कदापि हुन्न। म यो चुनाव बहिष्कार गर्न सम्पूर्ण नेपाली जनताले, यो चुनाव भयो भने विदेशीहरूको हातमा यो देश जानेवाला छ। यो चुनाव भयो भने विदेशीको दास हामी बन्नेवाला छौँ। नेपाली कहिले दास भएन, कहिले हुँदैन, कहिले हुनेवाला छैन। म के भन्न चाहन्छु भने साथीहरू हेर्नुहोस्, तपाईँलाई चोरलाई रक्सी, सन्तलाई दासी, लोभीलाई धन र शासकको अहङ्कार संसारमा सबभन्दा घातक हो। अहिलेका यी शासकहरूको जुन अहङ्कार छ, नेपाली जनतालाई सधैँ दबाएर, नेपाली जनतालाई सधैँ दमन गरेर, नेपाली जनतालाई सधैँ दास बनाएर यो देशमा यदि शासन गर्ने कसैले सोचेको छ भने त्यो शासन गर्ने सपना त्याग्दिऊ। किनभने नेपाली उठिसके, नेपाली जागिसके। यो आज यो भक्तपुर दरबार स्क्वायरको 375 वर्षको इतिहासमा नेपाल मण्डलको राजधानी थियो। साथीहरू त्यो नबिर्सौँ। यो भूमिप्रति आज हामी कसम खाएर भनौँ, यो देश बनाइन्छ र बचाइन्छ। त्यो हाम्रो सङ्कल्प हुनुपर्छ। त्यस्तो सङ्कल्प नभइकन म अहिले कोही शासकहरूलाई भन्न चाहन्छु, साँच्चै तिमीहरू देश लुट्नको लागि गुन्डागर्दी गरेर यो देशमा शासन चलाउन साहस गरेका छौ भने हेर, नेपाली जनता राष्ट्रवादी गुन्डा बन्न हामी तयार छौँ। यो देशको राष्ट्रवादी गुन्डा बन्न यसको नेतृत्व मेरा दाजु दुर्गा प्रसादजीले गर्नुभएको छ। म पहिला देशको संयोजकको नाताले अहिले उहाँसँग हामी कार्यरत गरेका छौँ। अब दुर्गा प्रसाद एक्लै छैन, एसपी शाह पनि साथमा सारथी भएर हामी अगाडि बढेका छौँ। यस्ता अवसरवादीहरूको विरुद्धमा अहिलेको लडाइँ भनेको साथीहरू असुरवाद र देशभक्तहरूको लडाइँ हो। अहिले यी असुरवादको पराजय गर्न सकिएन भने देशभक्तको दिन कहिले आउँदैन। साथीहरू हामी सधैँ गुलाम हुन्छौँ। नेपाली जनता कहिले गुलामी स्वीकारेको छैन। र अब म के भन्न चाहन्छु भने हेर्नु साथीहरू, नेपालको इतिहास पल्टाएर हेरौँ, नेपालको इतिहास पढेर हेरौँ। नेपालको इतिहासमा संसारमा
हावाको कुनै मूल्य हुँदैन साथी, तर म भन्छु हावाको मूल्य हुन्छ। त्यो बेलुनमा आउनु पर्यो, त्यो टायरको चक्कामा आउनु पर्यो, त्यो सिलिन्डरमा आउनु पर्यो, बल्ल त्यसको मूल्य हुन्छ। नेपाली जनताको पनि मूल्य छ, मूल्य थियो, मूल्य हुने रहेछ। यिनीहरू नेपाली जनताको मूल्य अवमूल्यन गरेका छन्। नेपाली जनता जुन दिन आफ्नो साइजमा आयो भने, जुन दिन आफ्नो अस्तित्वमा आयो भने यिनीहरूको अस्तित्व बेल बनाउन सङ्कल्प हाम्रो। यिनीहरूलाई यो देशबाट नफ्याँकिकन साथीहरू देश बन्दैन, विदेशीको देश बन्ने यी दासत्व मानसिकता बोकेका राजनीति पार्टीको शासन सत्ता नफालेसम्म यो देश बन्नेवाला छैन साथीहरू। अहिले सुनिँदैछ, अहिलेका नयाँ प्रधानमन्त्री भन्नेवालाहरू आज 8-8 करोडका गाडी चढेका छन्। त्यो कुराको प्रश्न त्यो जवाफ दिनुपर्छ। मेरो देश आज 8 रुपियाँको सिटामोल खान नपाएका देशका नागरिक आज कर्णालीमा मर्नु परेको छ। अनि यस्ता भनौताहरूसँग देश बन्छ साथी, यी देशका द्रोही हुन्। यी देशद्रोहीहरूलाई जबसम्म हामीले खट्न सक्दैनौँ, जबसम्म हामीले देशबाट भगाउन सक्दैनौँ, तबसम्म मेरो वास्तविक नेपालीहरू यो देशमा बस्न लायक छैन। हेर्नुहोस्, आज यिनीहरूलाई शासन सत्ता चलाइदिनको लागि मेरा देशका चेलीहरू खाडीमा बिग्रिनु पर्ने, यिनीहरूलाई रेमिटेन्स पठाइदिनु पर्ने, यिनीहरूलाई पाइदिनु पर्ने। कदापि साथीहरू, कदापि यो कुरा स्वीकार्य हुँदैन। त्यसकारण म के भन्न चाहन्छु भने साथीहरू, हरेक नेपाली, हरेक गोर्खाली अब उठ। विदेशीहरू साथी बाजा बजाएर देशमा प्रवेश गर्दैनन्, विदेशीहरू बगी चढेर आउँदैनन्, उनीहरू निशुल्क हाम्रो देशमा पर्छन् र यो देशको शासन सत्ता कब्जा गर्छन्। हामी यति नलिँदैनौँ कि भोलिपल्ट उठ्दाखेरि हामी विदेशी शरणार्थी बनौँ। अब उठ्ने बेला आएको छ र विदेशीहरूको अस्तित्व समाप्त गर्ने बेला आएको छ। र म एउटा देशभक्त नागरिकको हैसियतले म के भन्न चाहन्छु भने, जाग नेपाल, जाग नेपाली, जय देश। अब राष्ट्रवादी शक्तिहरू यो देशमा छन् र राजा मन पराउने र वैदिक सनातन हिन्दू धर्म मन पराउने मान्छे छन् भनेर मङ्सिर 7 गते नै देखाइदिएको थियो, आजभन्दा 3 वर्ष अगाडि। र यो बिचमा हामीले धेरै एक्सर्साइज गर्यौँ, राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन धेरै कोसिस गर्यौँ, धेरै भन्दै गयौँ र हामी बुझाउन पनि सफल भयौँ। र हामीले राजाको हातबाट दियो पाल्दै गर्दाखेरि नेपालमा ब्याङ्कको ब्याज 18% थियो, कोरबरको ब्याङ्कको ब्याज, फाइनेन्सियलको ब्याङ्क ब्याज 22% थियो, लघु वित्त र सहकारीको ब्याज 28% थियो। त्यो आज घटेर ब्याङ्कको ब्याज 7% मा आएको छ। त्यो कसको कारणले भयो? हाम्रै कारणले भयो नि त। हामीले अभियान सुरु गरेको 6 महिनामा हामीले मान्छेहरूलाई प्रतिफल दियौँ, नेपाली नागरिकलाई। मान्छेहरूका घर जग्गा जीवन लिलाम हुन्थे, त्यो लिलाम हुने काम रोक्यौँ। मान्छेहरू गएर दिने पछि झुन्डिएर मर्थे, त्यो झुन्डिएर मर्ने काम हामीले बन्द गरायौँ। गराउँदै 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 आउँदाखेरि हामी चैत 15 गते आउँदाखेरि हामी कसो चैत 15 गते हामीलाई राष्ट्रवादले धोका दिएको थिएन भने त्यसको भोलिपल्टै राष्ट्र संस्था र हिन्दू अधिराज्य यो देश बनिसक्यो, चैत 15 गते। तर हामीसँग धेरै ठुलो राष्ट्रवादी शक्ति भनेर पसेर हामीसँग धेरै ठुलो गद्दारी गरे र त्यही दिन मलाई मार्ने योजना थियो। म कसो बाँचेर म बाहिर गएँ। म फेरि 10 दिन पछाडि फर्केर आएँ र मलाई के भने धेरैले भागे, दुर्गा प्रसाद यो भाग्दिनँ भन्थ्यो। म अहिले पनि भाग्दिनँ। म नेपालभित्र नेपाली खोज्दैछु, म भागेर कहाँ जाने? म भाग्दा त नेपालै सकिने रहेछ, नेपाली नै सकिने रहेछन्। एउटा आवाज उठाइदिने मान्छे दुर्गा प्रसाद हो, अरूको जम्मै विदेशी दलाल रहेछन्। यो कुरा त बुझ्नुभयो? तपाईँलाई म आज एउटा गराउँछु, हिजो केपी ओलीलाई मिनबहादुर गुरुङले जग्गा दियो भनेर केपी ओली मिनबहादुर गुरुङका घर जग्गा जमिन जम्मै आगो लगाएको होइन? त्यो 14 भाटबडीमा आगो लगाएको होइन? आज त बालन शाहलाई नि 8 करोडको गाडी त मारवाडीले नै दिएको रहेछ त, अहिलेदेखि लगानी रहेछ त। भनेपछि त्यो मारवाडीलाई चाहिँ के गर्ने हो साथी हो? के गर्ने भन्नुहोस् त? अहिलेदेखि लगानी गाडी त नेपालमा सबैभन्दा राम्रो गाडी थिएन, राम्रो गाडी म पनि चढ्छु। त्योभन्दा राम्रो गाडी मेरो पनि आउँदैछ, रेन्ज रोभरको हो।
तर म मेरो पैसाले चढ्दैछु, कसैको सहयोग चाहिँदैन। यी छन् मेरो आफ्ना गाडीहरू, कसैले पनि दुर्घटनामा दाग लगाउन सक्दैन। म एकपल्ट म हिँड्दाखेरि करिबन 20 करोडको गाडी लिएर हिँड्छु म आफ्नो, तर मेरो म मागेर हिँडेको छैन। भनेपछि आजैदेखि हेर्नुहोस् त मारवाडीको लगानी, आजैदेखि मारवाडीको लगानी, आजैदेखि हिजोदेखि डिप स्टेटको लगानी भनेपछि यिनले नेपाल बनाउने रहेछन्। बुझ्नुहोस्, नेपाल बनाउने रहेछन्। मैले नरेन्द्र मोदी पनि हेरेँ, भारतका प्रधानमन्त्री योगी आदित्यनाथ पनि हेरेँ। दिनभरि काम गर्छन् र बेलुका गएर गौशालामा सुत्छन्। चन्द्रशेखर पनि देखेँ, चन्द्रशेखर पनि दिनभरि प्रधानमन्त्रीको काम गर्ने भारतको प्रधानमन्त्री बेलुका गएपछि गौशालामा गएर सुत्थे। तर यिनीहरूलाई तपाईँको गाँजा चाहिने, मोगा ब्रान्डका रक्सी चाहिने, राम्रा राम्रा तरुनी चाहिने हाम्रा नेताहरू, गाडी चाहिने, राम्रा गाडी। तिमी गाडी चढ, तिमी रक्सी खाऊ, तर आफ्नो कमाएर गर न। मेरो जस्तो कमाएर गर न बाबा, मेरो जस्तो मलाई दोष लगाउनु त, मलाई एउटा दोष लगाउनु त। हेर्नुहोस् त, चुनावमा गएको अरे प्रधानमन्त्री, के अरे पहिल्यै प्रधानमन्त्री बनाएछ। मैले भनेको थिएँ त, बाटोमा पनि डिप स्टेट, चुनाव माग्न जाने पनि डिप स्टेटका मान्छे, सरकारमा पनि डिप स्टेटका मान्छे।